मार्गदर्शन सामाजिक संस्थामा एकदम अगाडि बढाउने हामीहरू सम्पूर्णलाई विजय सरज्यू रेसिडेन्टज्यू उहाँको घर परिवारमा पनि प्रदेशको आशिष हजुरहरूको पवित्र आशीषसँगै शक्ति वचनमा आवाज गर्नुपर्छ भनेर बस्नुहुने पदाधिकारीज्यू बुद्धजीवित व्यक्तित्व ठाउँ ठाउँबाट जग्गाबाट झुक्नुभएको परमेश्वरको पवित्र आदरणीय सचिवज्यू सम्पूर्ण नगरपवित्र परमेश्वरको भरपूर्ण आशिष नमन जय परमेश्वर र परमेश्वर महान हुनुहुन्छ ताकि आज खेल्दा होइन संस्था त विभिन्न खालको संस्था हुन्छ होइन कस्तो संस्था त कोही गाई पालनको पनि संस्था हुन्छ होइन तर कोही बाख्रा पालन अब यस्तो यो त्यो अर्दाहरू के पनि संस्था हुन्छ नि होइन ताकि विभिन्न खालको संस्था हुन्छ भने हाम्रो संस्था भनेको त के होला आदरणीय एकदम कस्तो भने जो आदरणीय सरजीले यस संस्था होइन यसरी गराउनु भयो कि हाम्रो श्रीकृष्ण सरजीको मनमा राखिदिएर होइन आज यो संस्था उत्पन्न कसरी भयो त हामी जति पनि परमेश्वरको सन्तान छौँ आत्माको वृद्धि गर्ने संस्था होइन आत्माको वृद्धि गर्ने संस्थाबाट लिएर कसरी बोल्ने कुरा होइन कसरी बोल्नुपर्छ कसरी चल्नुपर्छ र कस्तो लगाउने हो कस्तो बोल्दाखेरिमा कसैले पनि मनमा चोट लाग्दैन ठेस लाग्दैन र कसरी परमेश्वरको महिमा अगाडि बढ्ने हो र कुन नजरले हेर्ने हो सबैलाई होइन ताकि यो संस्थाले त्यसरी काम गर्नुहुन्छ भने शक्ति वचन परमेश्वर मार्गदर्शन यो संस्था भनेको के रहेछ भन्दा आत्माको वृद्धि बढाएर हामी एक अर्काको ऐना बनेर